गाइज वेलकम ब्याक टु माई न्यू भिडियो भनौँ कि ब्लग भनौँ होइन आफ्टर लङ टाइम धेरै पछि नै भनौँ फुर्सदै धेरै पछि हिँडिरहेको छ होइन आज चाहिँ अनि यसो घर गई जाऊँ कि भनेर हिँडेर हिँड्न त दिउँसै हिँडे हो अनि अब बजारतिर त्यही घाइँ घुइँ बसतिर अब अलि अप्ठ्यारै हुन्छ भिडियो बनाउन अनि टक्क हिँडिरहेको बेला चट्ट थोरै क्लिप चट्ट मिलाएर एउटा भिडियो बनाइदिउँ भनेर होइन यहाँबाट चाहिँ हल्का सनसेट देखिरहेछ पुरै रेड होइन अनि यो चाहिँ ठ्याक्क नगरकोट या माथि चाहिँ म नगरकोटबाट चाहिँ हल्का झरिसकेँ तलतिर यहाँबाट भ्यू देख्न सक्नुहुन्छ अब आज चाहिँ हल्का हल्का के भन्छ त्यो तुवालो लागेर चाहिँ मौसम चाहिँ अब भ्यू चाहिँ क्लियर देखिएको छैन भए पनि यतिको चाहिँ देखिएको छ अब एकलट पानी पर्नु भने त खतरै देखिन्थ्यो हुन त यो अब मौसमै के भन्छन् टिरिमिरी देखिने खाले मौसम हो नि त हावा सर्र चलिरहेको छ यस्तो आनन्द छ बस्नलाई टक्क सनसेट हेऱ्यो यतापट्टिबाट बिहानै उठेर हेर्नु भने सनराइज देख्छ दामी छ नि म चाहिँ एक्लै खुत्रुक हिँडिरहेको छु होइन एङ्गल मिलेन भने अलिक कालो कालो देखिँदो रहेछ यता चाहिँ टक्क भ्यू देख्न सक्नुहुन्छ है त sunset how it was यसलाई के भन्छन् थाहा छ यसलाई ऐसेलु भन्छ नि लटरम्मै पाकेको रहेछ घर जाँदै हो नि त हो घर क्या घर sunset and that's me Finally, you can see the sunset from the sunglasses. Have a look. So टक्रक हिँडिरहेको छु ओह्रालो होइन अन्त चाहिँ पुरै ओह्रालो छ सर्टकट अँध्यारो पनि हुँदै गइसक्यो हावा स्वातन्त्र चलिरहेछ शीतल छ हिँड्नलाई ट्रेकिङ गर्नलाई सही छ के को बिरुवा हो यो कटुस जस्तो लाग्यो यो चाहिँ चुत्रो भन्छन् यसलाई चाहिँ यो चाहिँ के भन्छन् काफलको बिरुवा हो यो चाहिँ अब के हुन् यो चाहिँ बनमाराले बनै ढाक्यो भइहाल्यो होइन त्यही हो सर्र झरिरहेको छु शीतलमा त हिँड्न मजा आउँछ दिउँसो त सकिँदैन गर्मी हुन्छ उकालो त हिँडिन्छ उकालो त सकिँदैन घर पुग्दा त अन्धकारै हुने भयो
केही छैन, बिस्तारै टकटक टकटक टक जानुपर्छ अरे। अनि चिलाउने भन्छन्, यो चाहिँ बिरुवा भयो, ठुलो हुन्छ यसको चाहिँ अब चिलाउँछ क्या अलि बोक्राहरू चाहिँ छ, कलिलो छ, हरियो देखिरहेको छ। यहाँ चाहिँ पानी ट्याङ्की बन्दैछ भनौँ, पानी अब जोडिसकेको छैन जस्तो लाग्यो, बन्दैछ। नेपाल विकास हुँदैछ अरे के, ठाउँ ठाउँमा जङ्गल जङ्गलमा छ पानी ट्याङ्की, विकास भएन भन्छन् रे के। अनि अब यहाँ बाटो नि बन्दैछ, यस्तो छ। अफ रोडिङ गर्न त मजा आउँछ त अनि यस्तोमा त। अनि त्यो चाहिँ सल्लाह भइहाल्यो, सल्लाह धुपैले भन्ने भइहाल्यो। यो चाहिँ कटौसी यत्रो हुन्छ, यो चाहिँ अब अझै यो सानो कत्रो अग्लो हुन्छ, ठुलो त यहाँ चाहिँ अब अलिक होचै हुन्छ रुख। अनि यसलाई चाहिँ उत्तिस भन्छन्, यो सानो बिरुवा यो जुन देखिरहेको छ नि यहाँ अगाडि। अनि त्यो त उसको भइहाल्यो काफलको चाहिँ यत्रो अलिक अग्लोसम्म हुन्छ। यो त पुरै चुत्रो भइहाल्यो, पुरै फुल्या रहेछ यो त फल्नलाई। यहाँ चाहिँ यो के बनाएको हो, त जाम कि नजाम, के हो बनाएको थियो, नजाम नजाम। के भन्छ ऐसेलु, यो चाहिँ खोइ के हो, लराइ जस्तो हुन्छ, ऐसेलु जस्तै फल्छ, फल्न चाहिँ के भन्छ चाहिँ थाहा छैन। यहाँ चाहिँ यो पछाडिबाट मात्र देखिन्छ, उता अगाडि गए अब ढिला भइसक्यो। गौतम बुद्ध वाज born in नेपाल होइन नेपाल। स्पिक इन नेटिभ ल्याङ्ग्वेज। भिडियो त अलि लम्बाउनै पर्यो, यहाँ त अब देखाउनलाई त धेरै चिज छैन, छन त धेरै चिज छ। रात पर्न लागिसक्यो, अन्धकार भइसक्यो, देखिँदैन केही पनि होइन। चलिरहेको छु यता साइडमा चाहिँ तुवालो लागेर, साइडमा चाहिँ अब यहाँ त अब डाउन भयो, रुखले छेकिहाल्छ, त पुरै हिमाल देखिन्छ। अब अहिले तुवालो लागेर त्यति क्लियर देखिरहेको छैन नि त, यस्तो दामी देखिन्छ हिमाल हाँसेको। टक्क घरबाट त बिहान उठ्ने बित्तिकै खाटमै सनराइज, खाटबाटै हिमालको भ्यू, मजा छ बस्न त, फ्रेस पानी, चिसो हावा पनि मस्तको। बस्न त गाउँमा ठिक छ नि, के गर्नु, दुःख धेरै हुन्छ। दुःख पनि अब पहिला जस्तो त छैन, अहिले अब सबै मेसिनले गर्नु, ट्र्याक्टर लगाउने खातिर। पहिला हेर्दा धेरै सजिलो भइसकेको छ। त्यही हो अब आजलाई चाहिँ अब अँध्यारो कतिको ल म जान्छु यता तलतिर हो होइन, रोड चाहिँ यता छ, यो रोड घुम्यो भने त 4 घन्टा लाग्छ। बाइकमा भयो एकैछिनमा पुगिन्छ, अनि हिँडेर त त्यही धेरै टाइम लाग्छ। अनि अब भिडियो चाहिँ यति नै गर मलाई, किनकि अँध्यारो हुँदै गइसक्यो नि त हो, अँध्यारो हुँदै गइसक्यो। अनि अब त्यही भयो छिट्टै जानुपर्छ। अब भिडियो बनाउँदै गयो भने त त्यही हो, यता ध्यान हुन्छ, अनि बिस्तारै हिँडिन्छ, टाइम लाग्छ। त्यही भएर अब भिडियोलाई चाहिँ आजलाई चाहिँ अब यति नै गरिदिउँ, सर्टै हुन्छ भिडियो, धेरै लङ त हुँदैन। अनि स्न्यापहरू हल्का हल्का बनाएको छु, त्यो पनि चट्ट बिचबिचमा राखिहाल्छु, चट्टै हेरिदिनु होला होइन। त्यही हो,
ल भिडियो चाहिँ यति नै भनौँ, ब्लग बनाऊँ कि भिडियो बनाऊँ कि होइन, जे भने नि भिडियो लास्टसम्म हेरिदिनु भयो, धन्यवाद। अब यसो च्यानल पनि सब्सक्राइब गरिराख्नु होला, ट्याक्क कमेन्ट समेन्ट हानिदिनु होला होइन त। त्यही हो। सी यू गाइज इन नेक्स्ट भिडियो। अब गुड डे। अब गुड डे भनौँ कि गुड नाइट भनौँ, रात पर्न आँटिसक्यो। भिडियो त कहिले आउँछ थाहा नै छैन, एडिट गरेर हाल्नु पऱ्यो। घर गएपछि अब हेरौँ कति टाइम हुन्छ, टाइम मिल्यो भने आजै बेलुका आउँछ। अनि अब पर्सिमा ताती तीर्थ आउँछ, राम्रोसँग मनाउनु होला है त। See you guys in next video. Thank you for watching. Keep smiling. Hare Krishna.